ए भिर रहेछ यहाँ त्यही त अघि माथिबाट देख्ने त्यही होइन र बाटैबाट जहीँ त्यहीँ बाटो के है यो ठाउँ त आइपुग्नै पर्ने रहेछ है यो चाहिँ कस्तो त मान्छे त यही ठाउँमा नै कति महिना लाग्छ होला है यो ठाउँ घुम्नु तलतिर चाहिँ चिलुलिएर आएको रहेछ है सबै त्यो के छ सिनोहरू छ क्या हो अनि अहिले चाहिँ यहाँ चाहिँ अब धेरै डेन्जर भनेर होला यहाँ चाहिँ स्काइभेटर ल्याएर यहाँ खन्दो रहेछ र समय आउँदो रहेछ पहिले भिडियोहरू जो हेरिन्छ नि हामीले त्यसमा चाहिँ एकदम डेन्जर देखिन्छ त्यो सबै समय आउँदो रहेछ स्काइभेटर हिँडेको छ उ त्यो स्काइभेटरलाई खनेको छ अरे नमस्कार मित्रहरू तपाईहरुलाई यो भिडियोमा स्वागत गर्न चाहन्छु है म आज छुट्टीको दिन 2 मार्च 2025 सन्डे छुट्टीको दिन भनेपछि मेरो सामान्यतया हाइकिङ हुने गर्दछ र सोही क्रममा चाहिँ आज हामी हाइकिङ हिँड्ने क्रम भनौं न मा चाहिँ हामी यो त्युनमुन भन्दा अलिक माथिको डाँडो जसलाई चाहिँ के रे पाइनएप्पल हिल र चाइनिजमा चाहिँ पोर्लोसान भन्दो रहेछ त्यो ठाउँमा चाहिँ जाँदैछौँ यस बेला अलिक समय अलिक घरिसकेको छ करिब 2 बज्ने तर्खरमा छ हामीले यात्रा हाइकिङ आज भनौँ न पैदल यात्रा भर्खर सुरुवात गरेका छौँ र हामी मुनि नै छौँ अब हामी यहाँबाट उकालो चढ्ने क्रममै छौँ भनौँ न यसरी र हामी चढ्दै अब करिबन समुद्री सतहबाट करिबन 121 मिटर क्यारे उचाइसम्म हामी पुग्नेछौँ त्यस पश्चात अनि हामी कतातिर झर्नेछौँ भन्ने कुरा चाहिँ अहिलेसम्म फिक्स छैन हामी माथि पुगिसकेपछि बाटोहरू हेर्दै अगाडि बढ्नेछौँ जस हामीले यो चाहिँ आज चाहिँ हाम्रो यात्रा चाहिँ हामीले सिउहङ ट्रेन स्टेसनबाट चाहिँ एलआरटी चढेर लाइट रेल चढेर 5 स्टेसन अगाडि आएर यो ल्याङकिङ भन्ने स्टपमा झऱ्यौँ र त्यहीँबाट चाहिँ हामीले हाम्रो आजको यात्रा सुरु गरेका छौँ र यो चाहिँ खास गरी चाहिँ पाइनएप्पल हिल भनेको चाहिँ खास गरी नाङ्गो पहाडहरू देखिन्छन् होचा पहाडहरू हैन रातो खालका प्राय फोटोहरूतिर भिडियोहरूतिर देख्न सकिन्छ त्यही क्रममा चाहिँ हामी आज त्यहाँ कसो नपुग्ने त भनेर चाहिँ हामी अब फेरि खासै टाढा पनि छैनन् त्यसले गर्दाखेरि चाहिँ अनि हामी आज त्यही प्लान मुताबिक हामी हिँडिरहेका छौँ र हामी फ्यामिली हाइकिङमा छौँ माथि अगाडि दृश्यहरू के कस्ता छन् हैन ती दृश्यहरू सकभर जस्ताको तस्तै म खिच्ने प्रयत्न गर्नेछु र यहाँ भिडियोमा तपाईहरुलाई प्रस्तुत गर्नेछु अगाडि हेर्नु होला है त
ठिक भन्ज्याङमा आइपुगिएछ भन्ने लाग्दैछ मलाई। लाग्दैछ होइन, पक्कै हो, यो भन्ज्याङ हो। यता पनि डाँडा है। र यो पछाडि चाहिँ यो क्यासल पिक डाँडो चाहिँ यता छ है। आज हामी त्यता जाँदैनौँ, यहीँ बाटै जाने रहेछ, बाटो चाहिँ छुट्ने। हाम्रो चाहिँ उता पाइनएप्पल हिल चाहिँ चढ्ने हाम्रो प्लान हो नि त। आज त्यो प्लान बनाएर आयो, त्यसले गर्दाखेरि हामी यता अगाडि बढ्यौँ। क्यासल पिक अर्कोचोटि कुनै समय हामी अवश्य जानेछौँ। के भन्नु सायमा तिमीले? ए हो, भोलि पर्सि हुन्छ। यहाँ भर्खरदेखि रुख बिरुवा लाउन सुरु गरेर आएर छ होइन। उहाँ माथि त बढी ठाउँ रहेछ नि त्यहाँ माथि। हामी यो बाटो जाँदा पनि हुने रहेछ, धेरै बाटाहरू छ यहाँ चाहिँ। यो बाटो जाउँ कि यताबाट जाउँ? पहिले हिँडेकै बाटो नै हिँडौँ न त। तर पुग्ने त उतैतिर होला, जे भने पनि पाइनएप्पल के अरे हिलै हो, अथवा पोर्लोसान। ए उता पो हो पोर्लोसान त, पोर्लोसान। तास्केल ठिक छ। रमाइलो पर्ने ठाउँहरू त यता रहेछ नि त है। हामी परै बस्यो, ठिक छ। यता कस्तो चिन्डे थियो कि यो सानो रुखहरू सानो मात्रै थियो जस्तो लाग्यो। अहिले कति छिटो भयो। 5 वर्षमा भनेको नि त, 5 वर्ष त बढिहाल्छ नि। तर जेस आज मौसम पनि धेरै साथ दियो है मलाई त। जेस यो एरियामा आउँदा घाम लाग्यो भने चाहिँ साह्रै गर्मी हुन्छ। आज ठिकै छ। जान्छ त त्यहीँ सुनिँदैछ, यताउता पनि हल्ला सुनिँदैछ। होइन ए रहेछ नि त उता तल के बोर्डहरू पो छ फेरि। होइन के हो यो त? आम्मामामा हौ तल घर जस्तो पनि छ त तलतिर त। के हो यो त अचाक्लीको ठाउँ पो रहेछ। यो सबै पुरै डाँडैभरि चाहिँ मान्छेहरू हिँडि मात्रै राखेका छन्, हो हल्ला मात्रै सुनिन्छन्, कालाङकुलुङ बोलेका सुनिरहेछ। फेरि त्यहाँ पर चाहिँ के बन्दैछ कुनै त्यो। यो पनि राम्रै ठाउँ रहेछ भन्नु। यहाँ चाहिँ यी रिटायर्ड भनौँ न बाउ उमेरका काका उमेरका मानिसहरूले चाहिँ होला सायद भन्ने लाग्छ है मलाई। यसरी ठाउँमा यसरी हङकङका ठाउँमा चाहिँ अलिकति सहरदेखि अलिक नजिक छ भने त्यो एरिया खासै टाढो छैन भने यस्तो गरेर यस्तो गरेर रुख बिरुवा रोप्ने गरेका भेटिन्छन् प्रायः धेरै। यसरी बस्ने ठाउँहरू बनाएका हुन्छन्, खाने ठाउँ यसरी बनाएका हुन्छन्। यी कहाँबाट पानी बोकेर ल्याउँछन् टिममा हेर्छ यस्तो बोतलहरूमा होइन। अनि यहीँ दिनभरि बस्छन् होला मान्छेहरू, अनि त्यसपछि बेलुका घर फर्किन्छन् जस्तो लाग्छ। यस्तो छ है प्रायः सहरदेखि अलिकति नजिकको ठाउँहरूमा प्रायः यसो गरेकै हुन्छ क्या। अब रिटायर्ड लाइफमा गर्ने के त भनेर चाहिँ यसो रमाइलो यसो समय कटाउने सायद त्यसो गरेका होला नि जस्तो लाग्छ मलाई हङकङका धेरै ठाउँहरूमा। तर सिटीदेखि नजिक हुनुपर्छ त्यो ठाउँहरूमा चाहिँ यसरी गरिराखेका हुन्छन्। यो राम्रो पनि हो, रुख बिरुवा रोप्नु, पानीहरू ल्याउनु, सागसब्जीहरू पनि लगाएका हुन्छन्। त्यसरी ठाउँमा भेटिन्छन्। त्यो नराम्रो कुरा होइन, चाहिँ धेरै राम्रो कुरा जस्तो लाग्छ मलाई। एकचोटि हेर्नुहोस् है यहाँबाट सिनहरू यस्तो छ। त्यहाँ चाहिँ के खोदिरहेका छन् हौ, त्यो चाहिँ डम्पिङ साइट बनाउँदै गरेको जस्तो लाग्यो मलाई है। पहिला पनि बनाउँदै थियो तर यतिको राम्रो चाहिँ बनाइसकेको थिएन, स्टार्टिङ थियो कि के। सम्भवतः आजको लागि सबैभन्दा अग्लो हाइट हामीले चढ्यौँ होला जस्तो लाग्छ, किनकि यो रोड त अब खासै उँभो त गएको छैन, हुँदै गएको होला। होइन नि, यो त 121 किलोमिटर 121 मात्रै मिटर मात्रै भनेर चाहिँ साहीमा चाहिँ रुखको फेदमा एउटा छहारी रहेछ। पहिलाभन्दा रुखहरू बढेछ अनि अलिकति हरियाली छ। पहिला त मरुभूमि जस्तो लागेको थियो कि मलाई। रमाइलो ठाउँ, यहाँबाट सबै देखिन्छ। अब उता क्यासल पिक चाहिँ छलियो। अब यो चाहिँ आजको सबैभन्दा अग्लो हाइट होला भन्ने मलाई लागेको हो, सही हो। त्यसपछि हामी कुराहरू
छड्किँदैछौँ भनौँ न। यहाँबाट बाटो चाहिँ हाम्रो बाँडिने र छ। मैले 300तिर जाने भन्ने कुरा थियो। 300तिर जाने हो भनेदेखि चाहिँ यो त राइट लाग्नुपर्ने हुँदो रहेछ होइन म्याप हेर्दाखेरि। तर हामी चाहिँ त लेफ्ट साइड झर्ने भयौँ। यो झर्दा चाहिँ अब यो तलतिर कता कता लङ्कुथान तत्परतिर पर्छ के भन्छ यो कुन चाहिँ ठाउँतिर हो जस तल समुद्र किनारतिर झरिएला जस्तो लाग्दैछ मलाई। हेरौँ कता हुन्छ। तर चाहिँ 300 जानुको लागि चाहिँ यो यतापट्टि जानुपर्ने रहेछ। बडा बडा पहाडहरू छन् ती अगाडि कस्तो देखिन्छ योमा चाहिँ है भिडियोमा। तर यो गर्मीयाममा चाहिँ हिँड्न नसकिने ठाउँ हो। पातला रुखहरू छन् होइन, साना साना झाडीहरू रहेछ। र आज चाहिँ मौसम राम्रो भएको कारणले गर्दाखेरि ठिक छ। जस्तै पारी चाइनाहरू देखिन्छ, चाइनाको ठाउँहरू अब यहाँबाट चाहिँ अब हाम्रो ओह्रालो यात्रा सुरु हो। सम्भवतः यो पर त्यो नयाँ त्यो के बन्दै गरेको एरियामा पनि त्यसकै नजिक भएर पो गइन्छ कि जस्तो पनि लाग्दैछ। किनभने बाटो त त्यतै गएको देखिन्छ भने त्यहीँसम्म चाहिँ होइन, त्यसको नजिक चाहिँ भनौँ न अलिक नजिकबाट पनि हेर्न सकिएला। त्यो के बन्दो रहेछ त्यसको पनि म भिडियो क्याप्चर गर्छु। अब उयो पारीको डाँडाहरू पनि जान सकिने बाटाहरू त प्रशस्तै रहेछ होइन, देखिन्छ। मान्छेहरू सायद हिँडिराखेका पनि होला नि। र आज चाहिँ हामी अब त्यतातिर चाहिँ गइएन। यस्तो चाहिँ यो अनेक चाहिँ पहाडका चाहिँ साना साना डिलहरू कता कता के हो। अहिले मेरो हाम्रो गाउँमा देखि पारी म झपाखार भन्ने देखिन्थेँ त्यस्तै क्या रातो हिँड्ने यस्तै बाटो त्यस्तै फिल हुने रहेछ। यहाँ आइपुग्दाखेरि चाहिँ मलाई चाहिँ बाटो त हेर्नु भित्ता पनि त कता जाने हो। तलतिर घरहरू जाने जस्तो पनि देखिन्छ के हेरौँ। यो ठाउँ चाहिँ आउनै पर्ने रहेछ है। यो एकदमै यो हाम्रो घर त पहाड हो। नेपाल भनेको आफ्नो पहाड हुँदै हो। अनि नेपालीहरूलाई चाहिँ प्रिय लाग्छ जस्तो लाग्यो मलाई ठाउँमा पुग्दाखेरि। यस्तो चाहिँ नि यो तर एकदमै रुखो है ठाउँ चाहिँ। म देखाउँछु 360 डिग्रीमा सबैलाई। तल चाहिँ यहाँ चाहिँ यो चाहिँ केरा खेती गरेको जस्तो छ। कहाँ यहाँ कन्टार ठाउँमा है यस्तो अग्लो पहाड होइन। जति छ म कता चारैतिर फैलेको बाटो सुक्खा न सुक्खा तर मान्छे हिँडेकै छन् है। यस्तो ठाउँमा तल गहिरामा चाहिँ सायद पानी होला, खोला त देखिँदैन। पर बाँसघारीहरू देखिँदैन, बाँसघारीहरू छ अलिक चिसानमा हुने हो नि त बाँस भनेको, सायद होला। यो फेरि कस्तो चाहिँ नि यो डाँडा, यहाँ हामी चाहिँ बिचको डाँडामा छौँ। पर क्यासल पिक पर देखिँदैछ। क्यासल पिक डाँडा चाहिँ परै चारैतिर बाटो, रातो पहाड, अचाक्लीको ठाउँ रहेछ। यो चाहिँ एकचोटि आउनै पर्ने ठाउँ हो जस्तो लाग्यो मलाई चाहिँ। तर सिजन चाहिँ फेरि यो यस्तै बेला मात्रै आउँदा राम्रो हो। किन भन्नुहुन्छ नि योभन्दा भन्नाले योभन्दा अलिक अगाडि मिल्छ। अहिले त मार्च 2 तारिक भनिसकेँ मैले। नत्र गर्मी हुने सिजनमा चाहिँ नआए पनि हुन्छ। यो चाहिँ एकदम नाङ्गो छ नि त रातो डाँडो। परसम्म फैलिएको चाहिँ बाटोहरू है, अनगिन्ती श्रृङ्खला पहाडका। यो निकै हामी नेपालीहरूको लागि चाहिँ निकै राम्रै डेस्टिनेसन हो भन्ने लाग्यो मलाई यो ठाउँमा आइपुग्दाखेरि चाहिँ। यो बाटोमा तेस्रो बाटो एकचोटि यहाँबाट हेर्नुपर्छ। पर त्यो क्यासल पिक डाँडो भइहाल्यो। अनि हामी यहाँको बाटो त्यही वरिपरि यस्तो छ पहाडी श्रृङ्खलाहरू।
तर अब यो साइड चाहिँ अब समुद्र देख्न थाल्यो समुद्र देखेपछि चाहिँ अब उता चाइना पारी चाइना सेन्जेनहरू भइगयो त गर्मीमा चाहिँ यो नसकिने ठाउँ हो जस्तो लाग्यो एकदमै होइन अलिक नाङ्गो छ नि त यस्तो के भन्छ यो कुस कुस त भन्दैन सरी के कुस जस्तै भन्ने काँस पो त काँस जस्तो घाँसहरू झारहरू उम्रिङहरू ठुलो रुखहरू खाँचै छ नि देख्दाखेरि अब गर्मीमा चाहिँ गाह्रो हुन्छ भन्ने लाग्छ अहिले त मार्च 2 तारिक मात्रै भएको कारणले गर्दा यहाँ हामी हिँड्न सक्छौँ फेरि घाम छैन आज बिहान चाहिँ के थाक्यो क्या के ए हो ल ल ल यो चाहिँ छुट्याउनै नहुने ठाउँ जस्तो लाग्यो मलाई अर्कै खालको हो क्या यो ठाउँ नै अर्कै खालको के हामी नेपालीहरूको लागि चाहिँ यस्तो ठाउँहरू अलिक त्यति हुन्छ जस्तो लाग्दैन हाम्रो त अलिकति पहाड भएपछि डाँडा काँडा चाहिँ हरियो जङ्गल दायाँ बायाँ हुन्छ तर यहाँ त्यस्तो छैन कि यो अर्कै अनुभूति दिने खालको ऊ लाग्यो त्यसकारण चाहिँ यो ठाउँ चाहिँ तपाईँहरू एकचोटि आउनुहोस् यदि हेर्नुहुन्छ भने आउनै पर्छ हङकङमा यो छुटाउनु हुने ठाउँ रहेछ मलाई त्यस्तो लाग्यो मैले पहिले सामान्य सोचेको थिएँ तर साँच्चीकै चाहिँ यो अनौठै खालको ठाउँ हो अनौठो अनुभूति पो दिन्छ रहेछ यहाँ त के भिड रहेछ यहाँ त्यही त अघि माथिबाट देख्ने त्यही होइन र बाटैबाट जहीँ त्यहीँ बाटै बाटो क्या है यो ठाउँ त आइपुग्नै पर्ने रहेछ है यो चाहिँ कस्तो त मान्छे त यही ठाउँमा नै कति महिना लाग्छ होला है यो ठाउँ घुम्नु आज एक दिनको यहाँ बाटो हिँड्यो त्यो बाटो हिँड्यो है चारैतिर बाटै आउँदा चाहिँ यो डाँडाहरू सबै फुस र धुलो उडेको थियो अहिले मार्च 2 मात्रै भएर हो या बोटतिर अलिक बढी पलाएर हो किन हरियाली देखिएको छ यो पानी आउँदाखेरि जोगिसे हङ्गेरी भन्दो रहेछ मधेसतिर हामी जोगिसे भन्छौँ जोगिसे कुरिलै हो कि क्या हो यो त के रुखहरू भन्नु राम्रो ए ल ल पुगेन बाह्र बसी घर छ त्यहाँ केराहरू रोपेर छ है सन्तार ढुकुर पनि चढ्दैछ त्यही किन्दा हुन्छ ढुकुर त कहाँ पुग्छ नि छोरा यस्तो राम्रो बस्ने बनाइदिएको ठाउँ बनाएर छ बसौँ यहाँ माथि चाहिँ अब नाङ्गो के अरे एकदमै ढुङ्ग्यान ग्रेगर भन्नु नि के को पाखाहरू चाहिँ त्यहाँ हामी जान्छौँ किन ए फेरि यहाँ रोड सुरु भएछ यहाँ र ए रोड चाहिँ एउटा सुरु भएछ मेन ठाउँ चाहिँ यहाँ माथि रहेछ हामी एकछिनमा जान्छौँ यहाँ माथि फेरि यहाँ बसेर चिसोहरू पिउँछौँ हामी जस यो ठाउँमा एकदमै आइपुग्नै पर्ने ठाउँ रहेछ मैले तपाईँलाई भने बार किनभने अर्कै अनुभूति दिने खालको रहेछ हङकङ यस्तो ठाउँ छैन हौ आउनु होला है साह्रै डर लाग्दो जस्तो लाग्थ्यो होइन डर लाग्दो त मैले त मलाई त एउटै लागेन त हाम्रो गाउँघर चाहिँ त्यस्तो नर्मल कुरा तर यो ठाउँ चाहिँ एकचोटि आउनै पर्ने ठाउँ है मैले तपाईँहरूलाई यति चाहिँ मैले भने हङकङमा थुप्रै ठाउँहरू छन् है त्यो अलिकति एक्स्ट्रा लागेकै ठाउँ कुनै पनि एक्स्ट्रा ठाउँ लाग्यो भने त्यो त अर्को अनुभूति हुन्छ र त्यो आउनुपर्छ भन्ने मेरो मान्यता होइन मलाई त्यस्तो लाग्ने है अब सामाजिक सञ्जालहरूतिर अथवा चाहिँ युट्युब फेसबुकतिर राख्ने ठाउँको चाहिँ हामी करिब आइपुगिएछ यही ठाउँको पो तस्बिर राख्दो रहेछ भन्ने यतिखेर चाहिँ अनुभूत भइराखेको छ सायमाले पनि धेरै वर्ष 6-7 वर्ष अगाडि आएको भन्ने खालको कुरा गर्दै थिइन् म चाहिँ आएको थिएँ फर्स्ट टाइम हो उसले पनि बिर्सिन्छन् र अहिले सम्झिँदै छिन् स्मरण त अहिले पो गरेँ अलिकति डेन्जर अलिकति डरलाग्दो ठाउँ भनेर भनिन्छ तर यस्तो के डर लाग्यो नेपालको मान्छेलाई खासै मलाई चाहिँ डर लाग्दैन म गाउँको मान्छेलाई पहाडमा जब उठेको मान्छेलाई मलाई खासै डर लाग्दैन यो त्यो त न के डेन्जर यस्तो त उतिरै हामी त गरिन्छ जस्तो लाग्छ है मलाई त खासै ऊ चाहिँ लागेन तर सबैको लागि यस्तो चाहिँ ऊ चाहिँ होइन यो
र अहिले मैले गुगलमा हेर्दाखेरि त्यो परको देखिएको त्यो नयाँ के अरे निर्माण गर्दै गरेको जस्तो ठाउँ भनेको चाहिँ ल्यान्डफिल रहेछ क्या न्यू टेरिटोरीको चाहिँ ल्यान्डफिल पो रहेछ त भनेको चाहिँ डम्पिङ साइट भनौँ न त्यो रहेछ है न्यू टेरिटोरी भनेको एउटा यहाँको एउटा जोन हो एउटा क्षेत्र नेपालमा चाहिँ के भन्छ त्यसलाई नेपालमा अहिले प्रदेश भने जस्तो भनौँ न एउटा न्यू टेरिटोरी भन्ने एउटा जोन छ यहाँको रिजन भनौँ न त्यसको चाहिँ यो ल्यान्डफिल रहेछ र अब यहाँ भनेको चाहिँ अब यहाँ भनेको चाहिँ हाम्रो गाउँघरतिर त यो ठाउँतिर त म्याक्सिमम् हुने चिज हो नि त यस्तो भनेको त अब होइन गरेको छैन कहाँ गर्छ बिहान यो रहेछ है यो ठाउँ पो रहेछ त है ल साइमाले चाहिँ फोटो खिच्ने भन्दैछ म फोटो खिच्छु एकछिन भिडियो गरेको छु त्यसले गर्दा साइमा फोटो हामी यही बाटो भएर झऱ्यौँ यहाँ र यहाँ चाहिँ ठुला ठुला खाडलहरू भनेर के भन्नु जस्तोलाई के भन्नु जस्तोलाई खोजहरू भनौँ न खोज यो कमलो खालको यो फुस्रो ढुङ्गा र माटोको उसले बनेको खोजहरू रहेछ होइन यस्तै तर यस्तो यो मलाई चाहिँ खासै डेन्जर चाहिँ लागेन पहिले कस्तो त्यो चाहिँ थाहा भएन तर यो मेरो लागि चाहिँ खासै ठुलो यो डेन्जर कुरा चाहिँ होइन यो यस्तो कुरा हामी गाउँघरको मान्छेलाई खासै त्यो चाहिँ हुँदैन है अनि अहिले चाहिँ यहाँ चाहिँ अब धेरै डेन्जर भनेर होला यहाँ चाहिँ स्काइभेटर ल्याएर यहाँ खन्दो रहेछ र सम्याउँदो रहेछ पहिले उसले भिडियोहरू जो हेरिन्छ नि हामीले त्यसमा चाहिँ एकदम डेन्जर देखिन्छ त्यो सबै सम्याउँदो रहेछ स्काइभेटर हिँडेको छ उ त्यो स्काइभेटरलाई खनेको छ अरे त्यसले गर्दा स्काइभेटरलाई समाइराखेको रहेछ क्या मान्छेलाई अब डेन्जर भयो होला हुनसक्छ त्यस्तो कोही लडेर घाइते भयो होला त्यो पनि हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यहाँ यस्तो बनाएको रहेछ र पहिलेको जस्तो रहेन रहेछ है यो चाहिँ यो ठाउँ चाहिँ ठिक के अरे ठ्याक्कै भन्दाखेरि धेरै अलिकति डेन्जरै छ अब सायमाले पनि भनिन् पहिले यस्तो थिएन भनेर भन्दाखेरि एकदम डेन्जर थियो भनेर भन्दाखेरि त्यसले गर्दाखेरि सायद यसलाई चाहिँ अलिकति रिस्क म्यानेजमेन्ट गरेको होला भन्नुपर्छ यदि कोही आउनुहुन्छ भने अहिले यस्तो रहेछ यो स्वरूपमा पुराना भिडियोहरू हेरेर भन्दा अलिक फरक रहेछ भन्नु खोजेको है यहाँ स्काइभेटर भेट्यो है स्काइभेटर आएर त्यो अलिक सम्याएकै रहेछ त्यो सम्याउनु पर्छ अलिकति डेन्जर त्यस्तो उहरूलाई त अलिकति उफ्नु गरि नै पर्छ नि जस्तो यहाँहरू छ गर्दो रहेछ अहिले मान्छेहरू अब गाउँमा प्रायः हाइकिङ हिँड्छन् नै हिँड्दाखेरि त्यस्तो अब ज्यान जाने सम्भवको त दुर्घटनाहरू त हुनु भएन नि त यो त ठिक हो यही स्काइभेटर यहाँ पार्किङ गरी आएछ गर्नुपर्छ त्यो यहाँ कुकुर छ यो कुकुर बिचरा कुकुर निरहेछ माउ चाहिँ के यसलाई के भन्छ छाउरी कुकुर रहेछ होइन ओहो त सरी फेरि यो त डम्पिङ साइट भएको कारणले गर्दाखेरि पनि यो त मैले भनेको चाहिँ डम्पिङ साइट हो है तल खोला पो रहेछ डम्पिङ साइट अघि पनि भन्दै थियो ल्यान्डफिल साइट हो नि त यो न्यू टेरिटोरीको ल्यान्डफिल साइट भनेर अघि भन्दै थियो यहाँसम्म फैलिएको रहेछ यहाँसम्म यो मुनि हेर्दाखेरि ल्यान्डफिल साइट जस्तो लाग्ने तर ल ल ल यो त ऊ रहेछ नि त ल्यान्डफिल होला फोहोर फाल्ने भन्दा पनि यो चाहिँ अब ठाउँ ठाउँमा अब हामी नै अब कन्स्ट्रक्सनमा काम गर्छ त्यहाँबाट माटोहरू निक्लेका हुन्छन् तिनीहरू ल्याएर चाहिँ यहाँ ल्यान्डफिलै भनौँ न त्यो नेपालमा त्यो काठमाडौँमा त्यो फोहोर मैला फाल्नेमा झगडा पर्छ नि त्यस्तो चाहिँ होइन रहेछ यो चाहिँ स्काभेसन गर्दाखेरि निक्लिएको जमिनलाई स्काभेसन गर्दाखेरि निक्लिएको ढुङ्गा माटोहरू ल्याएर यहाँ चाहिँ उ गर्दो रहेछ डम्पिङ गर्दैछ यहाँ राख्दो रहेछ त्यो यस्तो दृश्य अब छनक त्यस्तो देखियो अलिकति बिहान अलिकति यतिखेर 5:15 भइसकेको छ हामी रमाइलो गर्दै अब नयाँ नयाँ ठाउँहरू हेर्दै नयाँ दृश्यहरू हेर्दै हिँडिरहेका छौँ र ओह्रालो झरिरहेका छौँ भन्नुपर्ने हुन्छ अब हामी तल समुद्रको किनार छेउ रोडहरू छन् भन्ने चाहिँ अब गुगल म्यापमा देखाउँछ अब त्यतातर्फ गइरहेको छु अब समय कति लाग्छ त्यो चाहिँ थाहा भएन किनकि हामी समय बिस्तारै हिँड्छौँ नि त रमाइलो दृश्यहरूसँग ठाउँहरूसँग इन्जोय गर्दै हिँड्छौँ होइन हामीलाई कुनै हतार छैन अब त रोडहरू चाहिँ अब त्यो के अरे त्यो लोड क्या त डम्पिङहरू डम्पिङ साइडको चाहिँ लोड बोक्ने त्यो लोडरहरू गाडीहरू हिँड्ने मात्रै हो कि अब
पब्लिक हिँड्ने के अरे हुन्छ नि पब्लिक ट्रान्सपोर्टेसनको चाहिँ गाडीहरू पनि हिँड्छ नि त्यो चाहिँ थाहा भएन तल गएपछि थाहा होला नि पक्कै थाहा हुनेछ अब अलि धेरै तल झरियो अन्त अब यिनमा समुद्री सतहको लेभलसम्म झर्न लाग्यो नि त निकै घना जङ्गलहरू देखिन्छ ठुला ठुला रुख त होइन तर अब अग्लै भन्नुपर्छ अलिक पुरा घना घारी एरियातिर आइपुग्यो यस्तै छ हल्कम यस्तै छ ठाउँहरू प्रायः यही त हुने हो र यहाँ आएपछि चाहिँ बिहानले पनि चिने पहिले आएको 5 मिनट्स भने सिउपा भनेको चाहिँ मिनी बस भनेको 5 मिनट्स भनेर देखाएको चल हिँड ए यो गाउँमा सब्जी किनेको तिमीहरूले हिँड न भेटै छ भने के कुरा अब हामी गाउँपछि यो चाहिँ हापाकलाई भन्ने गाउँ रहेछ भिलेज ए हजुर सब्जी कुरा गर्दैछ भनेर भन्दै थियो ठिकै छ उसो भने किन न सब्जी खेतीहरू लगाइहाल्छ होइन गाउँ एरिया भिलेज एरिया हो नि त सिमल तरुलहरू रहेछ है टन्नै हरियो यस्तो खालको छोएछ नि त्यो खालको टन्नै ठुल्ठुलो थियो क्या त्यो बेला चाहिँ अहिले त सबै सिजन अफ भइसकेको छ छैन धनियाँहरू एकचोटि फुलिसकेको छ मुलाहरू पनि टन्न थियो त्यहाँ छ नि बिचमा बकेटहरू राखेको त्यहाँ बसेको थियौँ अनि यता टन्नै थियो यता भित्र बस्नु मिल्छ बस्नु दिएको थियो त्यो बेला नलिने छैन बिरुवा छ घरहरूको नक्सा थियो त्यसपछि अहिले अब सब्जी सागसब्जीहरू यो हेलो आइयो यो नक्सामा त ठाउँहरू खुल्ला स्पेस छ मिनी बस स्टेसन आइगयो नि लिची फुल्दैछ त्यति बेला ए रहेछ ल दोकानहरू पनि रहेछ होइन यहाँ त आयो कि अब मिनी बस स्टेसन कहाँनिर हो 33 नम्बरको गाडीमा मिनी बस लाग्दो अब यो ठाउँमा आइपुग्यो ठिक्कै 6 बज्यो जाने टोइलेटहरू पनि छ र अब चाहिँ अब यसरी ठिक 6 बजेको छ अब 6 बजी चाहिँ हामी झरिसक्यौँ अब माथिको आजको चाहिँ पाइनएप्पल हिलको यात्रा गरेर अब 6 बजेको छ यहाँबाट चाहिँ हामी मिनी बस समातेर हामी हाम्रो ठाउँतिर जान्छौँ मिलाउन फर्किन्छौँ हुन्छ आजको हाइकिङ यस्तै रह्यो मैले प्राय इम्पोर्टेन्ट ठाउँहरूको भिडियोहरू लिएको छु तपाईँहरूलाई ठिकै लाग्ला भन्ने लाग्छ अब हेर्नु होला नि र प्रतिक्रिया दिनु होला र हस्त आजको लागि चाहिँ मैले बिदा माग्छु हस्त भाइ अर्को भिडियो भेटौँ